हेलो साथीहरू नमस्ते, स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई मेरो मिनी ब्लगमा। र आज म पशुपतिनाथको दर्शन गर्नको लागि जाँदैछु अनि यो भिडियो मैले तपाईँको लागि बनाएको छु, त्यस कारणले तपाईँले पुरा भिडियो हेरेर साथ दिनुहोला। अनि म मेन गेट भन्दा पनि यता यो गौशालाको चौकीनिरको गेटबाट भित्र जाँदैछु कि, अनि फर्किने बेलामा चाहिँ त्यहाँ मेन गेटबाटै फर्किन्छु भनेर यता बाटोमा बसिराख्नु भएको आमाहरूलाई यतैबाट आफूले सकेको सहयोग गर्दै म चाहिँ अघि बढ्दैछु। यो बिहानको समय त पक्कै होइन, यो 11:30 बजेतिरको समय हो। बिहान जान अलिकति असम्भव भएको कारणले चाहिँ यति बेला म दर्शनको लागि जाँदैछु। अनि छ नि साथीहरू, यो बाटोहरू कस्तो सफा, कति खुल्ला अनि कति फराकिलो छ कि आजभोलि यो बनिसकेपछि तपाईँहरू कतिजना आउनुभयो कमेन्ट गर्नुहोस् ल। अनि यो साइडमा चाहिँ अलिकति भिडभाड कम नै हुन्छ कि, मेन गेटको बाट चाहिँ भिडभाड धेरै हुन्छ नि त, अनि यता यो यसमा चाहिँ चहलपहल कम नै हुन्छ। अनि पूजाको लागि सामग्रीहरू मैले घरबाट नै लगेको थिएँ, अनि फुल मात्रै किन्न बाँकी थियो नि त, अनि फुल किनेँ। अनि त्यसपछि चाहिँ म भित्र मन्दिरतिर जाँदैछु। भिडभाड जे होस् ठिकै थियो, दर्शन गरेँ। अनि दर्शन गरिसकेपछि चाहिँ म बाहिर निस्किसकेको छु। अनि एक दुईवटा यसो भिडियो पनि बनाउनु परि नै हाल्यो। तर नि साथीहरू, यो मन्दिरको टिकाहरूले कस्तो राम्रो देखिने कि, जसलाई पनि है मलाई त्यस्तै लाग्छ कि। अनि म त पुरा भिडियो बनाउँदै आफैलाई हेर्दै मख पर्दैछु। म पुरा हेरेको भइरहेको छु कि म आफै। अनि म फेरि बाहिर निस्केर छुटेको आमाहरूलाई फेरि कन्टिन्यू गर्दैछु कि। अनि उहाँहरू हुनुहुन्छ नि आमाहरू, उहाँहरू पुरा यही ठाउँमा बस्नुहुन्छ कि, अनि उहाँहरूले मलाई चिन्नु पनि हुन्छ, अनि मैले पनि उहाँहरूलाई चिन्छु। किन भन्दाखेरि म धेरै पटक आइसकेको छु, अनि धेरै पटक उहाँहरूलाई सँग हाम्रो भेटघाट भएको छ, अनि आफूले सकेको सहयोग गरेको छु। अनि प्रायः साथीहरूले भन्नु पनि हुन्छ, अन्त अथवा भन्नु पनि भएको छ कि सहयोग देखाउनको लागि मात्र गरेको हो, अथवा त्यति सहयोगको लागि पनि किन देखाउनु पर्यो यताउति भनेर भन्नु पनि हुन्छ कि। तर मलाई बहाल छैन कि साथीहरू, बहाल छैन, कसम बहाल छैन। किन भन्दाखेरि आफूले सकेको सहयोग गरेको देखाउनको लागि कुनै आपत्ति छैन। त्यस कारणले सक्नुहुन्छ भने तपाईँले पनि आफूले सकेको सहयोग दिन दुखेरलाई मजाले गर्न सक्नुहुन्छ, देखाएर त्यो पनि। अनि म लाग्दैछु माथि मृगस्थलीतिर। यो चाहिँ भर्याङ हो, पुरा भर्याङ चढ्दै माथि जानुपर्छ कि। अनि म चाहिँ टपमा आइसकेको छु है। यो मृगस्थलीको एकदम पिसफुल ठाउँ रहेको छ, अनि पुरा थकाइ लाग्यो कि साथीहरू। अनि म चाहिँ एकछिन बसेर यहाँ थकाइ मेटाउँदैछु। अनि पछाडि साइडतिर गएँ, त्यहाँ चाहिँ अब मृगहरू छन् होइन। मृगस्थलीमा भनेपछि मृग नहुने त कुरै भएन, अनि पुरा ठुल्ठुलो मृगहरू छन् कि यहाँ चाहिँ। तर 3-4वटा मात्र देखेको थिएँ मैले, कति चाहिँ मैले राम्रोसँग पुरै चाहिँ देखेन। अनि एकछिन पुरा हेरेँ, अनि एकजना दिदीले चाहिँ हातमा केरा बोकेर आएको थियो कि, अनि त्यसपछि उसले मृगलाई दिनुभयो। मृगले पुरा चपाएर आएको छ, अनि त्यही देखेर अर्को मृग पनि दौडेर आयो, उसले पनि एउटा खेरा पायो, ऊ पनि पुरा खुसी हुँदै चपाएर आएको छ कि। अनि यताउतितिर मैले हेरेँ, पुरा कस्तो पिसफुल ठाउँ छ कि। यस्तो ठाउँहरू चाहिँ प्रायः एकदमै मलाई आउन मनपर्छ, र यस्तो ठाउँहरूमा घुम्न मलाई एकदमै मनपर्छ। म चाहिँ साथी नै सँगै एक्लै रङ्गी चङ्गी यस्तै के भन्छ नि, म त्यस्तै ठ्याक्कै त्यस्तै हो कि। मलाई चाहिँ घुम्नको लागि जानको लागि साथी नै चाहिन्छ जस्तो मलाई लाग्दैन कि। म जता पनि एक्लै पुगिदिन्छु कि, म जता पनि एक्लै जान्छु, म त्यस्तो खतरा मान्छे हो। अनि नि साथीहरू, अनि प्रायः यस्तो ठाउँहरूमा चाहिँ म एकदमै आफूलाई कमजोर फिल भएको बेलामा, अथवा आफूलाई एकदमै स्याड फिल भएको बेलामा, अथवा भनौँ न अलिकति मलाई खुसी महसुस भएको बेलामा चाहिँ म यो ठाउँहरूमा चाहिँ प्रायः आउँछु कि। अनि त्यसपछि एकदमै पिसफुल खालको ठाउँहरूमा आयो भने चाहिँ आफूलाई पोजिटिभ इनर्जी, पोजिटिभ भाइब्सहरू चाहिँ यहाँहरूले चाहिँ कलेक्ट गर्न सक्नुहुनेछ कि। अनि प्रायः मान्छेहरू चाहिँ आजभोलि कस्तो अर्काको रिस गर्ने, अनि राग, घमण्ड, दाह गर्ने खालको हुन्छ नि साथीहरू। त्यस्तो मान्छेलाई देखेर चाहिँ म छक्क पर्छु कि, आखिर के का लागि रिस, घमण्ड के का लागि, दाह के का लागि। सबैभन्दा ठुलो कुरा सन्तुष्टि हो, आत्मसन्तुष्टि नै सबैभन्दा ठुलो कुरा हो। त्यस कारणले चाहिँ ठक्क लगाएर तपाईँ पनि आत्मसन्तुष्टि हुनुहोस्, त्यही नै ठुलो कुरा हो। जय शम्भो।